वेलकम ब्याक टु माई युट्युब च्यानल हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र अहिले चाहिँ म फाइनल्ली अब टोकियो जाँदैछु किनकि म अबदेखि टोकियोको योकोहामा बस्नेछु। अनि अहिले चाहिँ म बिहानको 6 बज्नै लाग्यो किनकि 5 बजे उठेर रेडी भएर चाहिँ स्टेसनतिर जाँदैछु। अहिले चाहिँ बिहानको मौसम। अब चाहिँ यो बाटो सधैँ 4 वर्ष हिँड्यो, अब चाहिँ लास्ट टाइम म चाहिँ अहिले स्टेसन जाँदैछु अनि तोयामा जान्छु। तोयामाबाट चाहिँ सिनखानसेनमा जाने हो। अनि साथीहरूसँग भर्खरै छुटेर आएँ। अब चाहिँ मेरो वर्किङ चाहिँ योकोहामामा लाग्यो अनि म चाहिँ अब योकोहामा अहिले टोकियो जाँदैछु। अनि टोकियो गएर चाहिँ अनि फेरि मेरो कम्पनीमा जानुपर्ने छ अनि कम्पनीबाट चाहिँ फेरि म अपार्टमेन्टमा जान्छु र म साथीहरूलाई पनि एकदम धेरै मिस गर्नेछु किनकि अब साथीहरूलाई चाहिँ भेट भएन नि त। हामी यत्रो वर्षसँगै पढ्यो अनि रमाइलो भयो। अब चाहिँ एक्लै त हो नि बस्ने, एक्लै बस्ने, काम पनि जानुपर्ने अनि घुम्ने डुल्ने साथीहरू पनि हुँदैन नि त। म चाहिँ सधैँ पारिबाट काममा जान्थेँ। अहिले चाहिँ म ट्रेन कुदिरहेको छ तोयामा जाने अनि यहाँदेखि चाहिँ डेन्चामा जान्छु अनि तोयामाबाट चाहिँ सिनखानसेनमा जान्छु। र अहिले चाहिँ बिहानको 6 बज्न लागिसकेको छ। तोयामा गएर चाहिँ मलाई कोम्बिनी पनि जानु छ अनि पनि केही खान्छु कि मलाई चाहिँ यो सिनखानसेनमा चाहिँ कस्तो वाक गर्छ कि टाउको दुख्ने गर्छ, त्यही भएर चाहिँ केही खाएर चाहिँ जान्छु तोयामा गएर पानी र अनि केही खानेकुरा खाएर जान्छु। एकदम डर पनि लागेको छ साथीहरू किनकि फर्स्ट टाइम हो, मतलब खाइसाको मान्छेसँग पनि भेट हुने। खाइसा मतलब नेपालीमा चाहिँ कम्पनीको मान्छेहरूसँग भेट हुने चाहिँ फर्स्ट टाइम हो अनि हल्का डर पनि लागेको छ। अनि अब नयाँ ठाउँमा जाने, एक्लै बस्ने, खै के गरेर गर्ने। अहिलेसम्म चाहिँ साथी अनि सरहरू हुनुहुन्थ्यो त जे गरे पनि अनि अहिलेदेखि चाहिँ एक्लै जानुपर्ने, एक्लै बस्नुपर्ने। नारीहरू हुन चाहिँ एकछिन टाइम लाग्छ। अब चाहिँ ट्रेन पनि आयो, म चाहिँ अब तोयामा जाँदैछु। अहिले चाहिँ म भर्खर तोयामा आएँ। अब चाहिँ म यहाँको सिनखानसेनको टिकट काट्छु अनि 7-11मा गएर चाहिँ पैसा पनि निकाल्नु छ अनि म चाहिँ सिनखानसेनको टिकटहरू काट्छु अनि बुझ्छु सिनखानसेनको टिकट चाहिँ कतिको छ अनि कति बजेको छ भनेर। एकीको यहाँनिर चाहिँ 7-11 थियो होइन अनि यो 7-11 चाहिँ बन्द हुँदो रहेछ कि अनि म चाहिँ अब उता अर्को 7-11 खोज्छु किनकि पैसा निकाल्नु पर्ने छ कि मलाई। एकीनिरकै अर्को 7-11 चाहिँ छ होइन, त्यसमा चाहिँ खुल्ला छ कि नै। अहिले चाहिँ एक हल्का चिसो पनि रहेछ क्या। अहिले चाहिँ यो 7-11 पनि बन्द रहेछ। 7-11 चाहिँ 6:30 बजेबाट चाहिँ खुल्दो रहेछ। अहिले चाहिँ 6:20 भएको छ। 6:30 बजेदेखि चाहिँ 7-11 खुल्दो रहेछ अनि चाहिँ मैले पैसा निकाल्नु पर्ने हुन्छ र साथी पनि आउँदैछन्। एकछिन बाहिर घुमेर आउँ है त। यति बेलासम्म चाहिँ 10 मिनट चाहिँ बाहिर घुमेर आउँ किनकि अब चाहिँ तोयामा आइँदैन होला। तोयामा घुम्ने पनि लास्ट टाइम होला, त्यही भएर चाहिँ बाहिर एकछिन डुलेर आउँ अनि त्यसपछि चाहिँ 7-11 पनि खुल्छ होला अनि त्यसपछि पैसा निकाल्नुपर्छ। तोयामा चाहिँ यस्तो छ साथीहरू, आज चाहिँ तोयामा बस्नु पनि लास्ट दिन हो अनि अब चाहिँ 6:30 हुन लागेको छ अनि हल्का बिहान पख अनि पनि बिहान रमाइलो लागिरहेको छ। थ्याङ्क यू सो मच सरहरूलाई अनि मेरो साथीहरूलाई पनि एकदम सम्झिनेछु। अब त एक्लै भइन्छ नि त साथीहरूसँग। अहिलेसम्म केही नभए पनि साथीहरू त थिए अहिलेसम्म अनि कलेज गइन्थ्यो, कलेजमा साथीहरूसँग रमाइलो गरे पनि काम त गरिन्छ। दुःख भए पनि साथीहरूसँग कलेजमा भेट हुँदा चाहिँ रमाइलो लाग्थ्यो नि त, दुःखहरू भुलिन्थ्यो। फ्यामिली भने पनि जे भने पनि साथीहरू चाहिँ हुन्थ्यो नि त। तर अहिलेदेखि एक्लै भइन्छ, त्यही भएर मलाई कस्तो नराम्रो चाहिँ लागेको छ। त्यो कुरामा चाहिँ एकदम डर पनि लागिरहेको छ कि अब चाहिँ एक्लै कसरी गर्ने होला भन्ने कुरामा। अनि फेरि
अनि दुःख पनि लागेको छ। अनि साथीहरू हुँदैनन्, सरहरू हुँदैनन्, सबै कुराहरू आफै गर्नुपर्ने। यहाँ पनि बस्नलाई एकदम शान्त स्वच्छ वातावरण छ। अनि यहाँको तोयामाको मान्छेहरू चाहिँ एकदम यासाची छन् के। अनि अब चाहिँ टोकियो गएपछि चाहिँ हल्का त्यहाँ चाहिँ धेरै विदेशीहरू अरू देशको मान्छेहरू पनि हुन्छन् नि त। जस्तै नेपालमा पनि गाउँको मान्छेहरू कति यासाची हुन्छन्, मतलब सहयोगी हुन्छन्। अनि बजारको मान्छेहरू कसैसँग केही मतलब हुन्न नि त। त्यस्तै गरेर तोयामाको मान्छेहरू पनि त्यस्तै सहयोगी छन् के। अनि फेरि अब चाहिँ अलिक केउचुकेत्ते हुनुपर्छ, मतलब ख्याल राख्नुपर्छ। अहिले चाहिँ 7-11 पनि खुलेको छ। म चाहिँ अब पैसा निकाल्न जान्छु। पैसा पनि निकालेँ। अनि 7-11मा चाहिँ केही खानेकुरा छ जस्तो छ भने चाहिँ म खान्छु, किनकि मलाई सिनकान्सेनमा कस्तो वाक गराए जस्तो हुन्छ कि, त्यही भएर केही खान्छु। अनि फेरि सिनकान्सेनको चाहिँ टिकट लिन जानु छ। यो चाहिँ एउटा यो सारदा लिएँ होइन, पोटेटो सारदा। अनि फेरि एउटा चाहिँ पानी लिएको छु, किनकि अब भर्खर बिहान अलिक चिसो छ क्या, त्यही भएर। म चाहिँ बिहानै 6 बजीको ट्रेनमा आएको थिएँ कि, किनकि मलाई पैसा पनि निकाल्न थियो, त्यही भएर पैसा पनि निकालेँ। अनि फेरि अब चाहिँ यही खान्छु। मलाई चाहिँ अनि सिनखान्सेनमा चढ्यो भने एकदम टाउको घुमाउँछ कि, खाली पेट भयो भने चाहिँ झन् घुमाउँछ, त्यही भएर चाहिँ खान लागेको। अनि साथीलाई पनि कुरिरहेको क्या मैले चाहिँ। अनि साथी पनि आउँदैछन्। अनि त्यति बेलासम्म चाहिँ केही खाएर जान्छु। अब चाहिँ हामीले चाहिँ नास्ता चाहिँ मतलब खाना चाहिँ उहीँ टोकियो गएर नै खान्छौँ होला, त्यही भएर खाली पेट जानुभन्दा केही खाएर जाऊँ भनेर हो। इतादाकिमास। म चाहिँ भर्खरै टिकट पनि लिएँ। अब चाहिँ 7:23 को चाहिँ सिनकान्सेन छ। अनि म चाहिँ त्यहीँ जान्छु। अनि साथीलाई पर्खिरहेको छु अहिले चाहिँ। मेरो साथी पनि आइसक्यो। भन केही भन्न मन छ मेरो ब्लगमा, भन न। अब हामी चाहिँ टोकियो जानेछ है। तोयामा चाहिँ 4 वर्ष बसेर अनि टोकियो जानेछ। कस्तो लागिरहेको दुःख पनि लागेको छ, खुसी पनि छ, सबै कुरो छ। के कुरामा दुःख लाग्यो? यत्रो 4 वर्ष बसेर यो ठाउँ छोडेर जाँदाखेरि दुःख लागेको छ, त्यही हो। ए ल साथीभाइ सबैजनाले धेरै धेरै मिस गरे है तोयामाको। ल ल अब चाहिँ हामी टोकियो जाँदैछौँ। अनि अब 7:23 को चाहिँ सिनकान्सेन छ। अनि अरू भिडियो चाहिँ म टोकियो गएर बनाउँछु। गाइस हामी चाहिँ अहिले टोकियोमा आइसकेको छौँ। अहिले चाहिँ स्टेसनमा छौँ टोकियोको। अनि खाइसकेको मान्छेलाई कुरिरहेको छौँ। यहीँ बसेर एकति अगाडि। अहिले चाहिँ म कम्पनीको मान्छेहरूसँग पनि भेटेर आइसकेँ। अहिले चाहिँ मलाई कम्पनीको मान्छेले मेरो काममा जानु थियो र बाटो पनि चिनाउँदै हुनुहुन्छ। र अब चाहिँ म यहीँ बस्छु। मेरो अपार्टमेन्ट चाहिँ यही हो। आजको भिडियो यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? मेरो भिडियो अहिलेसम्म हेर्नुभयो, थ्याङ्क यू सो मच। मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला। र नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाई बाई, लभ यु अल। हिँड्छु है, अब हिँड्छु म गएँ। ल यति बेला अब म पुग्छु। फेरि अलि हतारमा जानु होइन। ल एकचोटि बाई 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 गरौँ ल दिदी। ल ल जाऊ है।